आजको मौसम चाहिँ बवाल छ अनि मैले आजको मौसमलाई विशेष गर्नको लागि यो समयलाई हैन विशेष गराउनको लागि चाहिँ यसो 2021 को दशैंको दिनको भाइब्सलाई बेस्ट गराउने गरेको छु। तर अब कस्तो हुन्छ हेर्दै जाउँ। मैले त्यो एउटा पुल हेर्न गएको हो। पुल हेर्न जाने लोकल टुरिस्ट एरियाहरू कस्तो रहेछ त्यो पनि हेर्ने मेरो के हुन्छ गाडी आएन सिधै छिर्दै मैले त्यसपछि ट्रेन आएको भए चाहिँ बाटो ब्लक गर्थ्यो। अहिले ट्रेन आएन, बाटो खुल्ला छ। ट्रेन यहाँबाट अब अलि पर गर्नु भनेपछि पुलमा हेर्दै हो म्यापमा त्यो पुलमा जाने मेरो प्लान हो। अब जान्छ हामी यस्तो माथितिर यस्तो पहाड छ। त्यसपछि यता अगाडि गएपछि पुल आउँदैछ, अझै पुगेको छैन। पुल आयो भने चाहिँ दामी देखिन्छ। यो अलिकति गाउँतिरको एरिया हो, टुरिस्ट एरिया भएको भएर रमाइलो छ। के छ अलिकति परतिर यो बाँस कस्तो दामी हो। त्यसले अरू गर्छ छ चाहिँ यहाँ के भन्ने कुरा हो। अरूको भएर के छ भन्ने कुरा हो। दामी रहेछ ल आयो मेरो घुम्न लायक भनेको आयो। सत्तो घुम्न लायक ठाउँ आइसक्यो नि। यहाँनिर यस्तो दामी अहिले मान्छेको देखिन्छ नि। अलिक टाढाबाट हेऱ्यो भने देखिन्छ, दामी देखिन्छ। अलिक टाढाबाट गयो भने टाढाबाट हेऱ्यो भने
दामी देखिन्छ। अझै चाहिँ देखेको छैन, अलिअलि 22 मात्रै आएको हो। यिनीहरू यहाँ टुरिस्टहरू हेर्न आएको छन्। अब यहाँबाट खोलाको सिन चाहिँ दामी छ क्या, मलाई लाग्छ है। म पनि अब फर्स्ट टाइम हो यसरी आएको। अब यसरी हेर्दाखेरि चाहिँ फर्स्ट आइरहेको छ भन्ने हो। यहाँनिर दामी भ्यू चाहिँ आउनु लागेको छ, यस्तो दामी भ्यू आउनु लाग्छ कि बिस्तारै बिस्तारै यहाँबाट हेर्नु हो भने अब खोलाको भ्यू चाहिँ दामी छ, दामी दामी छ, दामी छ। अल द बेस्ट छ खोलाको भ्यू चाहिँ। मान्छेहरू यस्तो गर्छ। अनि उता पारितिर गयो भने पनि त्यस्तो। यतातिर अघि हामी चढेर आएको घरको चाहिँ यस्तो छ, भर्याङ चाहिँ यस्तो छ। अब यहाँनिर मान्छेहरू हेर्न चाहिँ आउँछ, तर दामी भ्यू छ क्या। यहाँबाट फेरि सुरु गर्यो। अब यस्तो यो पूर्वतिरको साइड हो यो। अनि यिनीहरू मान्छेहरू आएको छ यो दक्षिणतिरको, अनि यो पश्चिमतिरको साइड हो, यो चाहिँ उत्तरतिरको साइड हो। खोला देखेर यिनीहरू दङ्ग परिरहेछ। अब यहाँ हेरौँ न, यहाँबाट पनि दामी भ्यू देखिनु रहेछ ल खोलाको। मलाई यहाँनिर यस्तो छ भन्ने थाहा त थियो, अलिक टाढै छ कि जस्तो लागेको थियो। आज यसो सर्च गरेर हेरेको त खासै टाढा रहन्छ, 5-7 मिनटको बाटो पनि नै, एक गए जति पनि छैन क्या। यति नजिकको ठाउँ रहेछ। अनि मैले त थाहा नै नपाएको। ल यहाँनिर चाहिँ ल अहिले चाहिँ सही देखियो है यसको भ्यूज। अब यो खोलामा हामी हाल्छ हेर्न त यस्तरी खोला हेर्ने हो। दामी खोला यस्तो छ। Guys and girls and this is the last video, guys. Oh guys, this is the last video, guys.